हेलो गाइस, नमस्ते सबैजनालाई। आज चाहिँ म इरिगेसन सब्जेक्ट जुन चाहिँ शिक्षा स्याममा रहेको छ त्यसको चाहिँ 2081 साल कार्तिक मङ्सिरमा आएको तपाईको क्वेसन नम्बर 2 को ए को क्वेसन गर्दैछु। यो चाहिँ न्युमेरिकल रहेको छ, 8 मार्क्समा सोधेको थियो हैन। 81 साल कार्तिक मङ्सिरमा चाहिँ हेर्न सक्नुहुन्छ तपाईहरु, ओल्ड इज गोल्ड। अब यो क्वेसन नम्बर 2 को ए मा के भनेको छ त्यो हेरौँ। सुरुमा क्वेसन पढौँ, त्यसपछि यसमा बुझौँला। A canal has a commanded area of 12,000 hectare. The intensity of the irrigation of the rice and wheat are 12% and 35%. The base period of rice and wheat are 140 days and 170 days. The delta of the rice and wheat are 110 centimeter and 35.5 centimeter. Calculate design discharge of average demand. यो चाहिँ तपाईको क्वेसन रहेको छ। अब यसमा चाहिँ सुरुमा चाहिँ हामी के गरौँ चाहिँ यो क्वेसनलाई बुझौँ र यसमा दिएका कुराहरू के छन् त्यो लेखौँ। सुरुमा गिवन कुराहरू एउटा चाहिँ हामीलाई के दिया छ भन्दा कमान्डेड एरिया दिया छ, अर्थात् कमान्ड एरिया जुन चाहिँ 12,000 दिया। सो सुरुमा हामी के गरौँ त भन्दा कमान्ड एरिया भनेर यहाँ लेखिदिन्छु म। भने हामीलाई चाहिँ कमान्ड एरिया 12,000 हेक्टर दिएको छ। अनि के भनेको छ, इन्टेन्सिटी अफ इरिगेसन राइसको लागि चाहिँ हामीलाई दिएको छ र व्हिटको लागि दिएको छ। त्यसकारण चाहिँ इन्टेन्सिटी अफ इरिगेसन लेख्छु। अब इन्टेन्सिटी अफ इरिगेसन भने के हो तपाईलाई थाहा नहोला। मैले यो अगाडिका 2080-81 साल रेगुलर ब्याकसम्म यो जुन कार्तिक मङ्सिरसम्म मैले हरेक क्वेसनहरू बनाइसकेको छु। 2064 सालदेखि 81 सालसम्म जति पनि न्युमेरिकल छन् सबै बनाइसकेको छु। प्लेलिस्टमा गएर हेर्नु होला है। सो अब इन्टेन्सिटी अफ इरिगेसन भन्दा चाहिँ इन्टेन्सिटी अफ इरिगेसन भन्नाले कुनै एउटा सिजनमा हैन, कुनै एउटा सिजनमा या तपाईको चाहिँ इन्टेन्सिटी अफ इरिगेसन भन्नाले तपाईले कति क्षेत्रफलमा सिँचाइ गर्दै हुनुहुन्छ त्यसलाई चाहिँ इन्टेन्सिटी अफ इरिगेसन भन्छन् हैन। अब यहाँ के भनेको छ, इन्टेन्सिटी अफ इरिगेसन जस्तै धानको लागि चाहिँ हामी जब हामी धान लगाउँछौँ नि त्यो धान लगाउने समयमा हामी के गर्छौँ त 12% कल्टिरेबल कमान्डेड एरियाको चाहिँ 12% हामी के गर्छौँ धान लगाउँछौँ भनेर बुझ्नुपर्ने। र गहुँको लागि चाहिँ हाम्रो के हुन्छ 35% कल्टिरेबल कमान्डेड एरिया अर्थात् CCA को चाहिँ 35% हामी गहुँ लगाउँछौँ भनेर भन्छौँ। तर हरेक कुरामा चाहिँ तपाईको कल्टिरेबल कमान्डेड एरिया चाहिन्छ। तर 2081 साल रेगुलर ब्याकमा यो क्वेसनमा चाहिँ हामीलाई CCA को भ्यालु दिएको छैन। त्यसकारण चाहिँ हामी के मान्छौँ भन्दा CCA भनेकै यो जुन 12,000 हेक्टर हो भनेर हामी कन्सिडर गर्छौँ के। त्यसकारण चाहिँ हामीलाई के दिएको छ, कमान्डेड एरिया यो भइहाल्यो र इन्टेन्सिटी अफ इरिगेसन धानका लागि र गहुँका लागि भनेर लेखिदिन्छु म। भने इन्टेन्सिटी अफ इरिगेसन फर राइस भनेको 12% छ र इन्टेन्सिटी अफ इरिगेसन फर गहुँका लागि चाहिँ हाम्रो कति छ 35%। र अर्को के दिएको छ भन्दा बेस पिरियड फर द राइसका लागि बेस पिरियड दिएको छ। अब तपाईलाई थाहा होला बेस पिरियड भने के हो। बेस पिरियड भनेको फर्स्ट वाटरिङदेखि लास्ट वाटरिङसम्मको पिरियडलाई चाहिँ हामी बेस पिरियड भन्छौँ। अब फर्स्ट वाटरिङ भने के हो त भन्दा जब तपाईहरू कुनै कुरा लगाउनुहुन्छ हैन, कुनै बाली लगाउनुहुन्छ, त्यो बाली लगाइसकेपछि सर्टेन पिरियडपछि केही अवधिपछि चाहिँ हामीले जुन पहिलोचोटि पानी लगाउँछौँ त्यसलाई फर्स्ट वाटरिङ भन्छौँ। र लास्ट वाटरिङ भन्नाले जब त्यो बालीलाई काटेर हामी घरमा भित्राउँछौँ, त्यो काट्नुभन्दा पहिला जुन पानी लगाउँछौँ तपाईहरू हैन, काट्नुभन्दा जुन सर्टेन पिरियड अगाडि अर्थात् कुनै फिक्स मानव चाहिँ 1-2 हप्ता अगाडि जुन पानी लगाउँछौँ त्यो पानीलाई चाहिँ हामी लास्ट वाटरिङ भनेर भन्छौँ। त्यसलाई चाहिँ हामी त्यो बीजको अवधिलाई चाहिँ बेस पिरियड भनेर भन्छौँ। र बेस पिरियड कहिले पनि क्रप पिरियड भन्दा सानो हुन्छ, यो कुरा बुझ्नु होला है। बेस पिरियड इज अलवेज लेस देन द क्रप पिरियड। र क्रप पिरियड भने के हो, सोइङदेखि हार्भेस्टिङसम्मको पिरियडलाई चाहिँ हामी क्रप पिरियड भन्छ। सोइङ भन्नाले जब तपाईँ बिरुवाहरू रोप्नुहुन्छ त्यो समयदेखि हार्भेस्टिङ भनेको जब काट्नुहुन्छ त्यो बीजको समयलाई चाहिँ हामी के भन्छौँ त क्रप पिरियड भनेर भन्छौँ। र यो कुरा तपाईले बुझ्नुपर्ने हुन्छ। र एउटा रिलेसन पनि छ हाम्रो चाहिँ डेल्टा र ड्युटीको बीचको रिलेसन। त्यो भनेको चाहिँ डेल्टा बराबर चाहिँ 8.64B डिभाइडेड बाई D, जहाँ चाहिँ तपाईले हरेक रिलेसन बुझ्नुपर्ने हुन्छ। म बताउँछु क्वेसन बनाउँदै गर्दा है। र अब हामीलाई के दिएको छ, बेस पिरियड भने कति हो त, राइसको लागि चाहिँ बेस पिरियड भनेको चाहिँ हामीलाई 140 दिएको छ है। त्यस्तै गरी हामी के भन्छौँ त भन्दा तपाईको चाहिँ बेस पिरियड तपाईको चाहिँ अफ राइसको लागि चाहिँ बेस पिरियड कति दिएको छ हामीलाई, तपाईको चाहिँ बेस पिरियड राइसको लागि चाहिँ हामीलाई कति दिएको छ भन्दाखेरिमा यसलाई चाहिँ बेस पिरियड अफ यो राइस भने के हो त खरीफ क्रप हो नि त एउटा। सो यसलाई म बेस पिरियड अफ
के लेख्छौँ बीके हैन बेस पिरियड राइसको लागि अर्थात् बेस पिरियड आर बीआर पनि लेख्न सक्नुहुन्छ है तर यो जेनरली खरिफ क्रप भएकाले बीके लेख्छु म सो बेस पिरियड अफ राइस कति दिएको छ हामीलाई चाहिँ 140 डेज दिएको छ यहाँनिर बीके नलेखे पनि हुन्छ डाइरेक्ट बेस पिरियड अफ राइस बराबर 140 लेख्दा पनि हुन्छ केही फरक पर्दैन अब हामीलाई अर्को के दिएको छ बेस पिरियड अफ गहुँको लागि पनि दिएको छ व्हिटको लागि चाहिँ हैन सो बेस पिरियड यहाँनिर के भन्छु त बेस पिरियड अफ व्हिट सो बेस पिरियड अफ व्हिट जसलाई चाहिँ हामी बेस पिरियड अफ तपाईको चाहिँ रबी हैन यो व्हिट भने के हो त एउटा रबी हो सो रबी क्रप हो नि त सो यो भनेको चाहिँ 170 तपाईको चाहिँ डेज दिएको छ र अर्को के भनेको छ डेल्टा पनि दिएको छ राइसको लागि सो तपाईको चाहिँ डेल्टा अफ राइस भनेको छ त्यस्तै गरी चाहिँ हामी के भन्न सक्छौं भन्दा डेल्टा अफ राइस भनेको छ राइसको लागि डेल्टा अर्थात् डेल्टा राइसको लागि जुन चाहिँ के हो त खरिफ क्रप हो त्यो कति दिएको छ हामीलाई 110 सेन्टिमिटर र मैले हामीलाई के थाहा छ भन्दा यो सेन्टिमिटरलाई मिटरमा लग्नुपर्छ म बताउँछु किन लग्ने हैन यसलाई सेन्टिमिटरबाट मिटरमा लग्नका लागि डिभाइडेड बाइ 100 गरौँ अब यो कति आउँछ भन्दाखेरिमा हेर्नुस् है यो कति आउँछ भन्दा 1.1 मिटर आउँछ अब यसलाई चाहिँ के गर्नु होला क्याल्कुलेटरमा हान्नु होला हैन सायद गल्ती छ कि भनेर चेक गर्न 110 डिभाइडेड बाइ चाहिँ कति आउँछ 100 भनेपछि हाम्रो कति आयो 1.1 मिटर आछ भनेपछि यो के भयो त राइसका लागि अब त्यस्तै गरी हामी के गर्छौं त भन्दा तपाईको चाहिँ डेल्टा हैन डेल्टा अफ तपाईको चाहिँ व्हिटको लागि चाहिँ डेल्टा निकाल्छौं हैन जुन चाहिँ डेल्टा अफ व्हिट सरी यो खरिफ क्रप रबी क्रप भनेपछि तपाईको कति हुन्छ त भन्दाखेरिमा व्हिटको लागि चाहिँ कति दिएको छ 35.5 सेन्टिमिटर दिएको छ भने यसलाई मिटरमा लग्नका लागि डिभाइडेड बाइ 100 अर्थात् 35.5 डिभाइडेड बाइ 100 जुन चाहिँ कति आउँछ भन्दा 0.3 तपाईको चाहिँ 55 लेख्दा पनि हुन्छ मिटर अर्थात् यसलाई के गर्नुस् भने तपाईको चाहिँ 35.5 डिभाइडेड बाइ के गर्नुस् 100 गर्नुस् यो भनेको कति आउँछ 0.355 मिटर अब यो भइसकेपछि अब हामीले एउटा रिलेसन के जान्नु पर्छ भन्दा तपाईहरु हेर्नुस् है यहाँनिर म एउटा रिलेसन बुझाइदिन्छु तपाईलाई त्यो रिलेसन हरेक बेला काम लाग्छ कि हामीलाई के चाहिन्छ त भन्दाखेरिमा तपाईको चाहिँ हामीलाई एउटा रिलेसन के थाहा छ डेल्टा बराबर चाहिँ 8.64 b डिभाइडेड बाइ d हुने गर्दछ जहाँ चाहिँ यो डेल्टा भनेको मिटरमा हुनुपर्छ र b भनेको चाहिँ बेस पिरियड हो यो चाहिँ डेजमा हुनुपर्छ र यो भनेको ड्युटी हो जुन चाहिँ हेक्टर पर क्युमेकमा हुनुपर्छ हैन त्यसकारण चाहिँ हामीले जे पनि छ डेल्टा हामीलाई केमा दिएको थियो सेन्टिमिटरमा त्यसकारण चाहिँ मैले यसलाई मिटरमा लगे किन लगे त भन्दा यो मिटरमा आउँछ या लग्नु पर्छ हामीले अनि ड्युटी हाम्रो यदि निकाल्नु पर्ने छ भने पनि हाम्रो हेक्टर पर क्युमेकमा आउँछ दिएको छ भने पनि हामीले हेक्टर पर क्युमेकमा नै राख्नु पर्छ हैन डेज पनि यो बेस पिरियड पनि डेजमा नै हुनुपर्छ र यो भइसकेपछि अब हेर्नुस् त अब यहाँबाट हामी के निकाल्छौं भन्दा यहाँबाट हामी यो ड्युटी निकाल्छौं किन ड्युटी निकाल्छौं भन्ने कुरा म यहाँनिर रफमा बुझाइदिन्छु है यहाँनिर सर्टेन म रफ बनाउँछु त्यहाँनिर तपाईलाई बुझाउँछु अब हेर्नुस् है यो नलेख्नु होला तपाई यतिसम्म माथि मात्र लेख्नु होला रफ मात्रै बुझाउँदै अब हेर्नुस् है यहाँबाट मैले ड्युटी किन निकाल्ने भन्ने कुरा चाहिँ म बताउँछु सुरुमा म ड्युटी निकाल्छु त्यसपछि बुझाउँछु तपाईलाई अब चाहिँ हामीलाई यति लेख्नु होला अनि यहाँ म बुझाउनका लागि छोडिरहेको छु सो वी नो दैट अब हामीलाई के थाहा छ सबै कुराहरु लेखिसक्यौ अनि हामीलाई के भनेको छ क्याल्कुलेट द डिजाइन डिस्चार्ज भनेको छ सो हामी के भन्छौं यहाँनिर यो लेख्नु होला है तपाईहरु चाहिँ हाम्रो डिजाइन डिस्चार्ज इज इक्वल टु व्हाट सो यहाँ चाहिँ डिजाइन डिस्चार्ज जसलाई हामी क्यू भनेर भन्छौं यो इज इक्वल टु व्हाट यो चाहिँ लेख्नु होला है अब यसपछि यति तलको नलेख्नु होला सो अब हामीलाई के थाहा छ भन्दा वी नो दैट भनेर लेख्ने ठीक छ वी नो दैट हामीलाई के थाहा छ वी नो दैट जस्तै हाम्रो चाहिँ केका लागि चाहिँ सुरुमा राइसका लागि राइस भने के हो एउटा खरिफ क्रप हो त्यसकारण चाहिँ म के भन्छु फोर खरिफ क्रपका लागि चाहिँ फोर तपाईको चाहिँ खरिफ क्रपका लागि हैन खरिफ सिजनका लागि या खरिफ क्रप भनौं जुन चाहिँ तपाईको राइसका लागि चाहिँ हैन खरिफ सिजन का लागि या चाहिँ तपाईको खरिफ क्रपका लागि चाहिँ हाम्रो के हुन्छ त भन्दा राइस त्यो भनेको चाहिँ अब यो यसका लागि चाहिँ हाम्रो के हुन्छ तपाईको चाहिँ ड्युटी निकाल्नु सुरुमा चाहिँ हैन ड्युटी निकाल्छौं ड्युटी बराबर चाहिँ के हुन्छ त भन्दा हैन
हाम्रो ड्युटी बराबर चाहिँ के हुन्छ त भन्दा ड्युटी बराबर चाहिँ के हो त फर्मुला के हो ड्युटी निकाल्ने ड्युटी डी बराबर चाहिँ 8.64 अनि इन्टु तपाईँको चाहिँ बेस पिरियड हो हैन बी तर बी कसको हुन्छ त खरिफ क्रपको बी के अनि डिभाइडेड बाई चाहिँ हाम्रो चाहिँ ड्युटी छ भने यहाँ डेल्टा के हुन्छ सो अब यहाँ दिएका कुराहरू राखौँ त हामीलाई हैन के कुराहरू दिएछ त्यो राखौँ सो 8.64 जस्ताको त्यस्तै हैन इन्टु तपाईँको बीके भने कति दिएछ अथवा बेस पिरियड 4 खरिफ क्रप हेर्नुहोस् त तपाईँको चाहिँ बीके बेस पिरियड 4 त खरिफका लागि त्यो भनेको राइस हो जुन 140 दिएछ सो यहाँ चाहिँ कति राख्छु 140 राख्छु डिभाइडेड बाई डेल्टा के भने कति दिएछ हामीलाई डेल्टा के भनेको खरिफका लागि अर्थात् राइसका लागि 1.1 अब यहाँ कन्फ्युज हुनुहुन्छ भने आर पनि लेख्नुहुन्छ बीआर लेख्ने या बी डबल लेख्न सक्नुहुन्छ है सो डेल्टा के भनेको चाहिँ हामीलाई 1.1 दिएछ सो यहाँ 1.1 गर्छु यसलाई क्याल्कुलेटरमा हान्दा कति आउँछ हेर्नुहोस् त तपाईँको चाहिँ अब यसलाई क्याल्कुलेटरमा हान्दाखेरि हाम्रो चाहिँ तपाईँको 8.64 इन्टु तपाईँको 140 अनि यहाँ 1.1 आउँछ सो यो भनेको तपाईँको चाहिँ कति आउँछ 1099.636 यो ड्युटी हो ड्युटी भने के हुन्छ हेक्टर पर क्युम्याकमा हुन्छ हैन मैले तपाईलाई भनिसके ड्युटी भने केमा हुन्छ त हेर्नुस् त ड्युटी भनेको हेक्टर पर क्युम्याक त्यसकारण हेक्टर पर क्युम्याक अब ड्युटी आइसकेपछि हेर्नुस् है ड्युटी आइसकेपछि अब हामी के हामीलाई एरिया टु बी इरिगेटेड हामीले इन्टेन्सिटी अफ इरिगेसन हामीलाई दिएको छ हेर्नुस् त हामीलाई के दिएको छ इन्टेन्सिटी अफ इरिगेसन इरिगेसनबाट के थाहा हुन्छ भन्दा हामीले कति एरियामा सिँचाइ गर्नुपर्ने हुन्छ त्यो हामीलाई थाहा हुन्छ के सो इन्टेन्सिटी अफ इरिगेसन भने के हो त इन्टेन्सिटी अफ इरिगेसन जति पर्सेन्ट दिएको छ त्यो चाहिँ सिसिएको हुन्छ तर अहिले सिसिए दिएको छैन सो हामी कमान्ड एरियाले नि सिसिए भनेर मान्छौँ यहाँनिर सो अब एरिया टु बी इरिगेटेड इन खरिफ क्रप भनेको छ हैन खरिफ क्रप जुन चाहिँ राइसमा चाहिँ हामीले कति पर्सेन्ट सिँचाइ गर्नुपर्छ भनेको छ हैन सो हामी के निकाल्छौँ भन्दा एरिया टु बी इरिगेटेड कति एरियालाई चाहिँ हामीले सिँचाइ गर्छौँ भनेको छ हेर्नुहोस् त खरिफ क्रपमा चाहिँ सिँचाइ गर्नुपर्ने कति छ त इन्टेन्सिटी अफ इरिगेसन राइस जुन खरिफ क्रप 12% सो म यहाँ के लेख्छु भन्दा 12% भनेको कति हो 12/100 इन्टु हैन 12% कसको हुन्छ जेनरली सिसिएको हुन्छ तर अहिले सिसिए दिएको छैन सो हाम्रो कमान्ड एरियालाई नै हामी सिसिए मान्छौँ जुन चाहिँ 12000 सो यसलाई सोल्भ गर्दा कति आउँछ 144 भनेपछि 144 0 हैन तपाईको 1440 आउँछ कि समथिङ सायद लाग्छ मलाई है भनेपछि हेरौँ त 12 तपाईको इन्टु 12 तपाईको चाहिँ 1000 डिभाइडेड बाइ यहाँ 100 आउँछ भने 144 0 अर्थात् 1440 भनेपछि 440 तपाईको के आछ त एरिया टु बी इरिगेटेड एरिया हो भने हाम्रो केमा हुन्छ त हेक्टरमा हुन्छ है यो कुरा बुझ्नु होला अब तपाईले यहाँनिर के बुझ्ने भन्दाखेरिमा अब यहाँनिर म तपाईलाई उदाहरण बुझाउँछु हेर्नुस् है हामीलाई चाहिँ हामीले ड्युटी किन निकालेको भन्ने तपाईलाई लागिरा होला त्यसकारण चाहिँ म यहाँ इक्जाम्पल बुझाउँछु हामीलाई चाहिँ ड्युटी भन्नाले के हो तपाईलाई थाहा होला हैन ड्युटी भनेको के हो भने हामीले 1 क्युम्याक पानी जुन सप्लाई गर्छौं हैन 1 क्युम्याक पानीले कति क्षेत्रफललाई सिँचाइ गर्न सक्छ त्यसलाई नै हामी ड्युटी भन्छौं जस्तै अहिले के आछ भन्दा हामीलाई चाहिँ ड्युटी भनेको कति आछ 1099.636 आछ भनेपछि यो हाम्रो के हो त ड्युटी हो अर्थात् हामीले तपाईको 1 क्युम्याक सप्लाई गर्यो भने यति हेक्टर जमिनलाई सिँचाइ गर्न सक्छौं भन्नुको अर्थ हेर्नुस् है यो नलेख्नु होला तपाई नलेख्नु होला भन्नेपछि हाम्रो 1099.636 तपाईको चाहिँ हेक्टर पर क्युम्याक छ हैन यो भन्नुको अर्थ के हो भने 1 क्युम्याक सप्लाई गर्दाखेरि हामी यति जमिनलाई सिँचाइ गर्छौं अर्थात् 1 क्युम्याक सप्लाई गर्दाखेरि हामी 1099.636 यति हेक्टर जमिनलाई सिँचाइ गर्न सक्छौं भन्न खोजे अहिले अर्थात् यो भने के हो भन्दा यदि मैले 1099.636 यो हेक्टर जमिनलाई सिँचाइ गर्नु छ भने मलाई चाहिँ 1 क्युम्याक पानी चाहिन्छ भन्न खोजे उल्टा सुल्टा लेख्दाखेरि त फरक छैन हैन अब चाहिँ मलाई चाहिँ 1 हेक्टर जमिन यदि सिँचाइ गर्नु छ भने के होला त 1 हेक्टर जमिन सिँचाइ गर्नु छ भने के होला त मलाई कम पानी चाहिएला कम पानी कसरी आउँछ डिभाइड गरेर आउँछ सो त्यो डिभाइड भने के हो त 1 डिभाइडेड बाइ 1099.636 यति हामीलाई चाहिँ हाम्रो के चाहिन्छ त क्युम्याक पानी चाहिन्छ 1 हेक्टर जमिन सिँचाइ गर्न तर हेर्नुस् त हाम्रो खरिफ सिजनमा चाहिँ हामीले कति सिँचाइ गर्नुपर्ने छ त 1440 हेक्टर जमिन सिँचाइ गर्नुपर्ने छ हेर्नुस् है
1 हेक्टर जमिन सिँचाइ गर्नका लागि 1400 यो चाहिँ यति क्युमेक पानी चाहिन्छ भने 1440 हेक्टर जमिन सिँचाइ गर्नका लागि कति चाहिन्छ त यो हेक्टर जमिन सिँचाइ गर्न कति चाहिन्छ जति दिएको छ हैन जति दिएको छ इन्टु किनभने 1 हेक्टर भन्दा 1400 हेक्टर जमिनलाई सिँचाइ गर्न पानी धेरै चाहिएला नि त त्यो धेरै कसरी आउँछ मल्टिप्लाई गरेर आउँछ सो कति त 1440 ले इन्टु गर्ने यति हामीलाई क्युमेक पानी चाहिन्छ यहाँबाट फर्मुला के बन्यो थाहा छ यो 1440 यसलाई हामी कसरी पनि लेख्न सक्छौं भन्दा हेर्नुस् त यो यसलाई नै हामी कसरी लेख्न सक्छौं भन्दा 1440 डिवाइडेड बाइ 1099.636 यो चाहिँ के आयो त क्युमेक पानी यो भने के हो त 1440 भनेको चाहिँ हेर्नुस् त 1440 भनेको एरिया हो हैन कति हामीले सिँचाइ गर्ने एरिया हो के सिँचाइ गर्ने एरिया सो यो भनेको चाहिँ एरिया हो यो 1099 हैन 1049.636 यो भने के हो त हेर्नुस् त यो भने के हो त भन्दा ड्युटी हो हैन ड्युटी हो अर्थात हाम्रो यो ड्युटी हो भनेपछि ड्युटी भनेपछि क्युमेक भने के हो त क्युमेक भने डिस्चार्ज हो डिस्चार्ज भनेपछि हामीले डिस्चार्ज निकाल्नका लागि हैन डिस्चार्ज निकाल्नु छ भने फर्मुला के हुँदो रहेछ त एरिया डिवाइडेड बाइ ड्युटी हुँदो रहेछ अब यहाँनिर तपाईलाई कन्फ्युज लागेको होला 1440 हेक्टरलाई इन्टु किन गर्यो अब तपाईलाई के भन्या हो भने 1 हेक्टर दिएको छ 1 हेक्टरलाई सिँचाइ गर्नका लागि यति क्युमेक पानी चाहिन्छ त्यो भन्नुको अर्थ के हो भने 1 प्यानको मूल्य भनेको तपाईको आरएस 5 रुपैयाँ छ अब तपाईलाई के भन्या छ भन्दा हामीलाई चाहिँ मानौ 20 प्यान किन्नु छ भने 20 प्यान किन्नु छ भने 20 प्यानको मूल्य कति होला भन्ने हो हैन 20 प्यानको मूल्य त्यो भन्या के हो त भन्दा आरएस तपाईको 1 प्यानको मूल्यलाई 20 ले मल्टिप्लाई गर्यो भने कति आउँछ त तपाईको चाहिँ 5 दुनी 10 भनेपछि 100 हो भन्ने बुझिन्छ त्यस्तै गरी हाम्रो यो सो डिस्चार्ज निकाल्नु छ भने के होला त अब हामीलाई एरिया डिवाइडेड बाइ ड्युटी यहाँबाट हाम्रो फर्मुला भन्छ के तपाईको चाहिँ हो यहाँबाट हाम्रो के भन्छ फर्मुला भन्छ अब हेर्नुस् त हामीले के हो त हामीलाई निकाल्नु पर्ने के हो त खासमा चाहिँ हेर्नुस् त क्याल्कुलेटर डिजाइन डिस्चार्ज निकाल्नु पर्ने हामीलाई के निकाल्नु पर्ने हो डिस्चार्ज भनेपछि मैले यहाँ के बुझ्न सक्छु भन्दा तपाईको चाहिँ डिस्चार्ज खरीफ क्रपमा चाहिँ डिस्चार्ज कसरी निकालिन्छ त हो खरीफ क्रपमा कति हामीलाई डिस्चार्ज आवश्यक पर्छ कति पानी आवश्यक पर्छ त्यो भने के रहेछ त तपाईको चाहिँ डिस्चार्ज हैन डिस्चार्ज जसलाई म Q1 मान्छु डिस्चार्ज बराबर के हुन्छ त फर्मुला एरिया ओपन ड्युटी हुने गर्दछ हैन यो चाहिँ हाम्रो फर्मुला हुन्छ हामीले भर्खरै हेर्यौं एरिया कति छ एरिया कतिमा सिँचाइ गर्नुपर्ने हो त्यो भनेको 1440 डिवाइडेड बाइ ड्युटी भने कति हो त ड्युटी भनेको हेर्नुस् त 1099.636 यो भनेको हाम्रो ड्युटी हो अब यसलाई चाहिँ क्याल्कुलेटरमा हान्दाखेरि कति आउँछ हेर्नुस् है तपाईको चाहिँ भने 14 तपाईको चाहिँ 1440 अनि डिवाइडेड बाइ 199.636 यो भनेको कति आउँछ भन्दा तपाईको चाहिँ 1.30 तपाईको चाहिँ समथिङ कति आछ 95 आछ भनेपछि यसलाई हामी कसरी लेख्न सक्छौं त भनेपछि 1.31 तपाईको के हो त अब हेर्नुस् त डिस्चार्ज हो भने क्युमेक हुन्छ है 1.31 क्युमेक आउँछ है र अब यो भइहाल्यो हाम्रो के त खरीफ क्रपको लागि अब यस्तै गरी हामी केमा निकाल्छौं त भन्दा रबी क्रपमा निकाल्छौं है ल अब हामी कहाँ जान्छौं भन्दा फोर रबी क्रपका लागि चाहिँ फोर रबी क्रपका लागि रबी क्रप भने तपाईको जस्तै गहुँ भनेर दिया हुन्छ है सो रबी क्रपमा चाहिँ हाम्रो ड्युटी निकाल्ने किन निकाल्ने भन्दा हामीले कति सिँचाइ गर्नुपर्ने छ सरी ड्युटी किन निकालिरहेका छौं भने हामीलाई हामीले सप्लाई गरेको 1 क्युमेक पानीबाट कति जमिनलाई सिँचाइ गर्छ भन्ने कुरा थाहा हुन्छ त्यो टोटल सिँचाइ गरेको जमिनलाई जति पानी आवश्यक पर्छ हामी 1 हेक्टर जमिनलाई सिँचाइ गर्नका लागि कति पानी आवश्यक पर्छ त्यो निकाल्छौं कि यहाँबाट त्यसकारण ड्युटी चाहिने हो नत्र हामीलाई ड्युटीको आवश्यकता पर्दैन थियो है ल अब ड्युटी भने के हुँदो रहेछ त भन्दाखेरिमा चाहिँ फर्मुला भनेको 8.64 इन्टु तपाईको चाहिँ बी बेस पिरियड केमा भएको त रबी सिजनमा भएको अर्थात रबी क्रप हैन डिवाइडेड बाइ तपाईको के हुन्छ डेल्टा रबी भनेछ अर्थात 8.64 इन्टु तपाईको बीआर कति दिया छ त हामीलाई बीआर भनेको 170 त्यो भनेको चाहिँ 170 डिवाइडेड बाइ डेल्टा आर भने कति दिया छ डेल्टा आर भनेको 0.355
0.355 यसलाई लेख्दाखेरि कति आउँछ त भन्दा यसलाई क्याल्कुलेटरमा हानौँ हाम्रो चाहिँ 8 पोइन्ट तपाईको चाहिँ 64 इन्टु 170 आउँछ अनि 0 पोइन्ट तपाईको चाहिँ 355 तपाईको आइरहेछ कि नै क्याल्कुलेटरमा त्यो पनि चेक गर्नु होला है जस्तो पायो त्यस्तै नसार्नु होला सायद मेरो हातबाट मिस्टेक पनि हुन सक्छ कि हैन 46 तपाईको चाहिँ 5 के आउँछ त अब हेर्नुस् त यो ड्युटी हो भने ड्युटी केमा हुन्छ त ड्युटी भनेको हेक्टर पर क्युम्याकमा हुन्छ सो हेक्टर पर तपाईको चाहिँ म के लेख्छु क्युम्याक लेख्छु ठीक छ ल अब ड्युटी भइसकेपछि अब हामी के निकाल्छौं कति एरियालाई सिंचाइ गरिरहेछ त हैन त्यो भनेको के हो त भन्दा एरिया टु बी इरिगेटेड भनेको छ हैन सो एरिया टु बी इरिगेटेड बराबर कति हुन्छ त हाम्रो सिंचाइ कति क्षेत्रफललाई गरिरहेछ 35 क्षेत्रफललाई गरिरहेछ भनेपछि 35% कसको त अहिलेको केसमा 35% भनेको यो टोटल अर्थात यो कमान्ड एरियाको जुन 12000 दिएको छ हैन सो 12 1 2 3 अर्थात यसलाई सल्भ गर्दाखेरि कति आउँछ भन्दा अब हेर्नुस् है तपाईको चाहिँ 35 इन्टु तपाईको चाहिँ 12 0 अब यो भनेको कति आउँछ 4200 के हो त भन्दा हेक्टर हो किनभने एरिया भनेको छ है अब हामीलाई के निकाल्नु पर्ने हो डिस्चार्ज सो डिस्चार्ज भनेर लेख्ने डिस्चार्ज तपाईको चाहिँ के हुन्छ Q2 ले डिनोट गर्न डिस्चार्ज भने के हो सिम्पली हाम्रो फर्मुला भनेको फर्मुलाबाट पनि गर्न सक्नुहुन्छ यदि फर्मुला बिर्सिहाल्यो भने तपाईले यो ट्रिकबाट फर्मुला पनि निकाल्न सक्नुहुन्छ है फर्मुला मजाले गर्न सक्नुहुन्छ सो एरिया ओपन ड्युटी हो नि त डिस्चार्ज भने सो एरिया भने कति दिएको छ त हामीलाई अहिले सो एरिया भनेको चाहिँ हामीलाई 4200 डिवाइडेड बाइ ड्युटी भने कति छ त 4137.465 भनेको छ हैन यो भनेको छ सो यसलाई सल्भ गर्दाखेरि कति आउँछ भन्दा तपाईको हेर्नुस् है 4200 डिवाइडेड बाइ हैनस् 4200 डिवाइडेड बाइ 4137 पोइन्ट तपाईको 465 यो भनेको कति आउँछ भन्दा 1.0 तपाईको चाहिँ 15 अब हेर्नुस् त डिस्चार्ज हो भने के होला त क्युम्याक होला अर्थात मिटर क्युब पर सेकेन्ड अब हामीलाई निकाले के भनेको छ खासमा चाहिँ क्याल्कुलेटेड डिजाइन डिस्चार्ज अफ द एभरेज डिमान्ड भनेको छ अर्थात यो जुन खरीफ सिजनका लागि हेर्नुस् है यो जुन खरीफ सिजन तपाईको के छ त भन्दा यो जुन खरीफ सिजन प्लस रबी सिजन दुईटैका लागि फुलफिल हुने जुन डिजाइन डिस्चार्ज गर भनेको छ एभरेज डिमान्ड निकाल भनेको छ अब हामीलाई थाहा छ हामीले सदैव के पढ्दै आएका छौं भन्दाखेरिमा खरीफ सिजन र रबी सिजनमा दुईटैका लागि परिपूर्ति हुने पानी आवश्यक पर्ने पानीलाई चाहिँ हामीले डिजाइन गर्नु अर्थात खरीफ सिजनमा आएको जुन डिस्चार्ज र रबी सिजनमा आएको डिस्चार्ज मध्ये सबभन्दा धेरै डिस्चार्ज जुन छ त्यही नै हाम्रो के हुन्छ त डिजाइन डिस्चार्ज हुन्छ भनेर भनेको छ है किन अब हेर्नुस् त खरीफ सिजन र रबी सिजनमा आएको डिस्चार्ज मध्ये सबभन्दा ठुलो कुन छ त खरीफ सिजनमा 1.31 क्युम्याक आछ र रबी सिजनमा चाहिँ हाम्रो कति आछ त 1.015 भनेपछि इन दुईटै मध्ये ठुलो कुन हो त 1.31 र 1.015 मध्ये ठुलो कुन हो त मलाई लाग्छ 1.31 हो त्यसकारण चाहिँ हाम्रो आन्सर के हुन्छ त 1.31 क्युम्याक हुन्छ अन्तिममा के लेख्दिनु होला भने तपाईहरु चाहिँ यो कुरा लेख्दिनु होला सो यो चाहिँ हाम्रो के हो त आन्सर हो है यदि गाइज भिडियो मन परेमा लाइक शेयर गर्दिनु होला तपाईहरुको साथीहरुलाई पनि शेयर गर्दैन यो अघिका हरेक भिडियोहरु प्लेलिस्टमा छन् सो प्लेलिस्ट नछोड्नु थ्यांक यू बाइ